स्वागत छ है गाइस। यो झापाको दमक बजार हो। तपाईँले पुरा देख्न सक्नुहुन्छ। यस्तो छ है पुरा यो बजार, यस्तो बजार देख्छु। यो चाहिँ होटलहरू जस भ्यू टावरभन्दा पनि अग्लो छन् कि होटलहरू जसरी भ्यू टावर बनेर बनाइयो नि हाम्रो उखा नेपालले, त्योभन्दा पनि अग्लो छ। पुरा बजारै हो, बस पार्क एरिया यस्तो एरिया है। परसम्म एरिया छ यो, तपाईँले देख्न सक्नुहुन्छ। पुरा यो झन्डै यो एरिया हो। यत्रो छ यो। हामी आज गुगल होटलमा आएर बसेका छौँ। यो एरिया पुरा यो दमकको यो पुरा बजार हो। यहाँसम्म छ उता झापा। हेर्नुहोस् यो तपाईँहरूले यो भ्यू टावरभन्दा पनि यहाँ ठुलो भवनहरू बनाएका छन् कि यो भ्यू टावर के ठुलो हो र है। पैसा तपाईँहरू हाम्रो बजेट खनाउने काम मात्र गरे हो। अनि भाले यहाँ होटलहरू त्योभन्दा ठुला छन्। यहाँ पुरा यो एरिया है, हेर्न सक्नुहुन्छ। पुरा बजारै देखिन्छ माथिसम्म, उतासम्म उता बजार छ। त्यो एरिया चाहिँ दमकको ठुलो छ झापाको यो दमक एरिया। तपाईँले यस्तो भ्यू हेर्न सक्नुहुन्छ। वन्डरफुल भएको छ है। आमामा त्यहाँसम्म हेर्नुहोस्। उता यस्तो छ। उता त्यहाँ बसहरू भनिरहेछन् आयो भनिरहेछन्। यो झापाको दमक बजारमा छौँ। दमक बजारबाट तपाईँलाई सम्पूर्ण दृश्य देखाइरहेको छु। यस्तो छ बजार, ठुलो रहेछ दमक बजार। तपाईँले यसरी हेर्न सक्नुहुन्छ साथीहरू। तपाईँ यहाँ आउन सक्नुहुन्छ। हाम्रो यो अहिले यो होटल हामी बसेको होटल हो, गुगल होटल हो। यो होटल भनेको पुरा भ्यू टावरभन्दा पनि अग्लो छ कि। अझ हाम्रा नेपाली जसरी भ्यू टावर बनाएर बनाउनु भएको थियो नि, त्योभन्दा चाहिँ होटलहरू अग्लो छ। यो एकदम ठुलो अग्लो छ है साथीहरू, हेर्न सक्नुहुन्छ। पुरा बजार हो ल। उयो माथिसम्मको बजार हेर्न सक्नुहुन्छ। Thank you so much for watching this video and